आजको यस भिडियोमा 2025 नेपाल क्रिकेट क्यालेन्डरको बारेमा कुरा गर्नेछौँ, जुन डोमेस्टिक र इन्टरनेशनल टुर्नामेन्टहरूले भरिएको छ। यस वर्ष नेपाल मेन्स क्रिकेट टिमले धेरै कम्पिटिसनहरूमा पार्टिसिपेट गर्दैछ, जसले नेपाली प्लेयर्सहरूको डेभलपमेन्ट गर्न र वर्ल्ड स्टेजमा नेपालको प्रेजेन्स मजबुत बनाउनेछ। अब सुरुमा कुरा गरौँ डोमेस्टिक क्रिकेटबाट। पीएम कप भोलि मार्च 9 देखि 29 सम्म हुँदैछ, जसले सिजनको सुरुवात गर्नेछ, जहाँ देशभरका बेस्ट प्लेयरहरूले आफ्नो ट्यालेन्ट सोकेस गर्नेछन्। फर्स्ट टाइम यो टुर्नामेन्ट काठमाडौँ भ्याली बाहिर हुन गइरहेको छ। लुम्बिनी प्रदेशका 3वटा डिफरेन्ट भेन्यूहरूमा यो टुर्नामेन्ट हुन गइरहेको छ, जसले नेपाल क्रिकेटको डेभलपमेन्टलाई अगाडि बढाउन हेल्प गर्नेछ। त्यसैगरी अप्रिलमा नेशनल टी20 च्याम्पियनशिप हुनेछ, जसले नेपालका डोमेस्टिक प्लेयर्सलाई टेस्ट गर्नेछ र अपकमिङ इन्टरनेशनल म्याचेसहरूको लागि तयार राख्नेछ। अनि मे 17 बाट 10th नेशनल गेम हुनेछ, जहाँ नेपाल क्रिकेटले डिफरेन्ट प्रोभिन्सहरूबाट आएका बेस्ट ट्यालेन्ट बीच कम्पिटिसन गर्नेछ। सँगसँगै नेपाल ए टिमको सिरिज पनि हुनेछ, जसले इमर्जिङ प्लेयर्सहरूलाई सिनियर स्क्वाडमा ट्रान्जिसन गर्न हेल्प गर्नेछ। अब जुनमा क्यान लेभल 1 कोचिङ कोर्स हुनेछ, जसले क्रिकेट इन्फ्रास्ट्रक्चर इम्प्रुभमेन्टमा मद्दत गर्नेछ। जुलाईमा क्यान लेभल 1 अम्पायरिङ कोर्सेस र क्यान लेभल 2 कोचिङ कोर्सेस हुनेछ, जसले नेपाल क्रिकेटलाई स्ट्रङ टेक्निकल फाउन्डेसन दिनेछ। त्यसैगरी अगस्तमा एकदम इम्पोर्टेन्ट मिनी अक्सन हुनेछ, जसले नेपाल डोमेस्टिक क्रिकेटको सिस्टमलाई प्रोफेसनल बनाउनेछ। सेप्टेम्बर र अक्टोबरमा प्रोभिन्सियल टुर्नामेन्टहरू हुनेछन्, जसले बेस्ट प्लेयरहरूलाई नेशनल टिमको सिलेक्सनको लागि मौका दिनेछ। अनि नोभेम्बरमा नेपाल प्रिमियर लिग सिजन 2 हुनेछ, जसले इयरको इन्डसम्म कम्पिटेटिभ क्रिकेट एक्टिभ राख्नेछ। फाइनली डिसेम्बरमा महापशुपति कप हुनेछ, जसले टप टायर प्लेयर्सहरूलाई नेशनल ग्लोरीको लागि कम्पिट गर्ने मौका दिनेछ। त्यसैगरी अब कुरा गरौँ इन्टरनेशनल क्रिकेटको। इन्टरनेशनल लेभलमा नेपालले वर्ल्ड क्रिकेटका केही स्ट्रङ्गेस्ट टिमहरूसँग कम्पिट गर्नेछ। अप्रिलमा हङकङ क्वाड्राङ्गुलर सिरिज, जुन अप्रिल 13 देखि अप्रिल 23 सम्म हुनेछ। त्यस टुर्नामेन्टमा हङकङ, कतार, नामिबिया र नेपालले पार्टिसिपेट गर्नेछन्। यो टुर्नामेन्ट आइसिसी इभेन्टको लागि इम्पोर्टेन्ट प्रिपरेसन हुनेछ। त्यसैगरी मे महिनामा नेपालले युके को टुर गर्नेछ, जुन मे 15 देखि मे 30 को बीचमा रहेको छ, जसले नेपाली क्रिकेट प्लेयर्सहरूलाई इङ्ग्लिस कन्डिसनमा एक्सपिरियन्स गेन गर्न मद्दत गर्नेछ। अब जुनमा आइसिसी वर्ल्ड कप लिग 2 स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्स बीच हुनेछ। यो टुर्नामेन्ट नेपालको ओडिआई स्ट्याटस र आइसिसी इभेन्टमा सिलेक्सनको लागि एकदम क्रुसियल हुनेछ। त्यस्तै जुलाईमा नेपाल आइसिसी टी20 वर्ल्ड कप क्वालिफायरको लागि प्रिपेयर गर्नेछ। ग्लोबल टुर्नामेन्टमा स्पोर्ट सेक्युर गर्न नेपालको लागि एकदम ठुलो अचिभमेन्ट हुनेछ। त्यही अगस्तमा पोकेट क्याम्प हुनेछ, जुन इन्डियाका डिफरेन्ट प्लेसेसहरूमा हुनेछ, जसले गर्दा प्लेयर्सहरूलाई डिफरेन्ट कन्डिसनहरूमा कम्पिट गर्न इम्प्रुभ गर्न हेल्प हुनेछ। अब सबैको नजरमा रहेको इभेन्ट आउनेछ सेप्टेम्बरमा। टी20 सिरिज हुनेछ अगेन्स्ट कुनै एउटा फुल मेम्बर नेसन, जुन चाहिँ युएई मा खेलिनेछ। यो टुर्नामेन्टले नेपाललाई एक टेस्ट प्लेइङ कन्ट्रीसँग कम्पिट गर्ने र आफ्नो स्ट्रेन्थ एक्सेस गर्ने मौका दिनेछ। त्यसैगरी अक्टोबरमा आइसिसी टी20 वर्ल्ड कप क्वालिफायर्स हुनेछ, जहाँ नेपालले टी20 वर्ल्ड कपमा स्पोर्ट सेक्युर गर्न फोकस गर्नेछ। सँगै आइसिसी वर्ल्ड कप लिग 2 युएई ट्राई सिरिज पनि हुनेछ, जुन नोभेम्बर 7 सम्म सकिनेछ। अब नोभेम्बरमा नेपाल भर्सेस युएई टी20 सिरिज हुनेछ, जसले नेपाललाई इन्टरनेशनल क्रिकेटमा कन्टिन्युअसली एक्टिभ राख्नेछ। त्यसपछि डिसेम्बरमा भने ओमान विरुद्ध 2वटा होम ओडिआइज राखिएको छ र आइसिसी वर्ल्ड कप लिग 2 ट्राई सिरिज नेपाल, ओमान र युएई बीच हुनेछ। यससँगै प्रिपरेसन क्याम्पहरू पनि पोखरा र भैरवमा अर्गनाइज गरिएको छ। 2025 मेन्स क्रिकेट क्यालेन्डर फुल प्याक छ, जसले नेपालका क्रिकेटर्सलाई डेभलपमेन्ट र हाई लेभलमा कम्पिट गर्न धेरै मौकाहरू दिनेछ। फुल क्यालेन्डर हेर्नको लागि हाम्रो वेबसाइट thecricketnerd.com मा भिजिट गर्नु होला र हाम्रो मोबाइल एप द क्रिकेट नर्डलाई डाउनलोड गर्नु होला। अब आइसिसी टुर्नामेन्ट, फुल मेम्बर नेसन सिरिज र डोमेस्टिक इभेन्टको कारण नेपाल क्रिकेट ग्रोथको लागि तयार छ। नेपाल मेजर आइसिसी इभेन्टमा क्वालिफिकेसन सेक्युर गर्न फोकस रहेको देखिन्छ। यो सबै इभेन्टहरू मध्ये तपाईहरु कुन टुर्नामेन्टको लागि सबैभन्दा उत्साहित हुनुहुन्छ? कमेन्टमा आफ्नो प्रतिक्रिया दिनुहोस् र आउने दिनमा हामी नेपाल क्रिकेटका मेजर टुर्नामेन्टहरूको बारेमा छुट्टै भिडियो ल्याएर आउने नै छौं। त्यतिन्जेलको लागि हाम्रो च्यानल द क्रिकेट नर्ड सब्स्क्राइब गर्नु होला। धन्यवाद।